दर्शक नमस्कार सबैजना साथीभाइहरूलाई। मैले आज एउटा भिडियो ल्याएर आएको छु आयुर्वेद सम्बन्धी जसलाई पाइल्स बाबासिर हुन्छ त्यसको लागि है। त्यसको लागि यो चिजहरू चाहिँ पिनाल जस्तै कोक्को छ है। यो कोक्को छ पिनाल जस्तै सेम पिनाल हो। यो गोलो हुन्छ ढुङ्गो जस्तो हुन्छ। यसलाई जिमिकन्द भन्दो रहेछ यो भारतमा है। जहाँ कतै पाइन्छ जिमिकन्द भन्दो रहेछ। यसलाई चाहिँ सानो टुक्रो लिएर थिचेर मिक्सीमा पिसेर घुर्लु पानी साथ दिनु हप्ता दिनसम्म पिने भने पाइल चट हुँदो रहेछ हेर्नुहोस्। अनि यसलाई सब्जी बनाएर खान सकिँदो रहेछ हेर्नुहोस्। सब्जी बनाएर पनि हेर्नुहोस् है। मैले सानो टुक्रो ल्याएको छु मैले बनाएर खानालाई है। र यसमा चाहिँ तपाईले लौका मिसाएर खान सक्नुहुन्छ। झन् राम्रो हेर्नुहोस्। लौका मिसाएर खाने पनि झन् राम्रो। यस्तै बनाएर खाए पनि हुन्छ हप्ताको एकचोटि दुईचोटि। यो जस्तोको पाइल्स अपरेसन गरेर बार पाइल्स बिउजिन्छ नि त्यसको लागि पनि बढी उत्तम रहेछ। रामबाण रहेछ हेर्नुहोस्। यो त्यसले गर्दा यो सबैले सेयर गरिदिनु होला। सबैलाई थाहा होस् त्यहाँसम्म चाहिँ पुगोस् यो भिडियो है त। जसको चाहिँ परेशानी हुनुहुन्छ बाबुसिर पाइल्स बिमारीबाट।